छोइदे मात्र हुन्छ कि त्यो गर्नु पर्छ कान यस्तो छोइदिनु यस्तो छोइदिनु नि यस्तो छोरा मुहा लाउँछ मुहा लाउने मुहालाई चाहिँ एलर्जी भएको बुवालाई ऊ त्यो औषध लाएर औषध लागिरहेछ अब यसो हातमा के यसो गरेर तेल धेरै लाउनु कि तपाईँको त्यो औषधि लायो भने चाहिँ पर्दैन किनभने त्यो ऊ हुन्छ कि डबल यहाँ थोरै राख्नु पर्यो थोरै हुँदैन यहाँ राख्नु थोरै मिल्दैन नि त यहाँ कहाँ राख्नु पर्यो त्यहीबाट चोपेर लाउनु हुन्न र हुन्छ होला हुन्न कहाँ एउटा लामो बनाउनु त हुन्छ यो सेतो खालको हाल्नु नि पहिले सुरु लाउने हैन हजुर ओखर फुटाएर चाहिँ मलाई ओखर फुटाउनु दिदी खै दिदीले हुँदैन नि हुन्छ हुन्छ ओरा मान्छे होइन दिदीहरूले नि फुटाउने हो ए ल फुटाउनु उमा दिदी बाबा गोमा कहाँ जाने मेरो खाली उ ल राख्न फुटाएपछि यहाँ छेक्दा भइहाल्छ नि हुन्छ फुटाइदिनु ए तैँले नै फुटाउनु आफैले फुटाउने हो कि आमा फुल राख अनि मुनिबाट लगाउने होइन माथिबाट हो र सर लाउनु माथिबाट लाउने बाहिर निस्किनु हुन्न है अब दियो बाल्छ है पहिला म दियो नबाली चाहिँ के गर्नु दियो बाल्नु 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 न यो त्यो हुँदैन त्यो दियोमा पूजा गर लाइटर यो हुँदैन दियो भने म छुट्टै दियो चाहन्छु अब त्यहाँ टिका लाउँदैछु तपाईँको छुट्टै जान्छ तपाईँ चाहिँ एउटा भाइ ल्याउनु कति ल्याएर भने यता राखेर कहाँ त्यो ठुलो बागडको ल्याउनु भएको छ कि सानो बागड ल्याएको भने सबै लाउनु हुन्छ नि अहिले मैले त आमा लाइटर कता छ त आमाको त साडीले ब्लुज पनि मिलेर मिलाएर सिलाएको जस्तो भएछ कति लाग्यो बेर लाग्यो दिदीलाई फेरि बेहुली सिँगार जस्तै छ है अहिले त छोरीको के हो खोइ परिहाल्यो भन्नु न लाइटर खै यी छ यहाँ फोटो खिच्यो खिचिरहेको चाहिँ फोटो भिडियो दिदी तैँले लगाएन तैँले लगाएन मिलाइदिनु ल यता 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 बसौँ जसले लाने हुन्छ ए हातकारी म यो टिका लाइन्छु लगाउँदै म लाउँछु भने यो साडीवाला फेरि पखाउने त्यो दियोमा नसल्छ है गर्नु म एउटा लाइटर त लाउँछु म उहाँको पर्यो कपडामा पऱ्यो ढुम्ला भने के हुन्छ कपडामा पर्यो के अलिक तलबाट लाइटर अब तल माथि भयो ठिक छ भएको लाइटर कहाँ छ अहिले भर्खर मैले दिएको थिएँ लाइटर छ अब एउटा कलर उसमा राखिन्छ तल के भने ऊ विष्णु विष्णु देव कलर नानी पनि आइसक्यो कतिखेर आएको तिमी नमस्कार खोइ त तिमीलाई देखेको होइन मैले अनि कहाँ भित्र बसेको थिएँ हे तेरिका लगाएर बिचरा छोरी त ल त्यो छेउमा नानीले छोड्ला नि त हजुर पर्छ अरे त्यही बस्नु भइहाल्छ नि बस्नु हुन्छ बसेन उता रिदम निदम उता जाऊ त उता अगाडि ल रिदम त कहाँ अब जिदमको दाँत त मुसाले लगाएर मुसा ल्यायो त कान्छ मैले टिका कस्तो भएर है बुझेँ राम्रो भयो टिका जस्तो राम्रो आइस ल ठिक हो त नि मा छुमा फुर्कन गइगयो तपाईँहरूलाई हुन्छ नि ल यता हेर्नु त कता राम्रो त्यो ठिक छ कि पानी पहिला भित्र पूजा गर्छ 12 बजे उसले त गरी खाए हुन्थ्यो कान्छेले त त्यो बिमेरोमा हुन्छ हुँदैन नि कुन चाहिँ मेरो यो है त्यो हो नि त्यसले भाइलाई यो लगाइन्छ यो दिदीलाई ओखर फुटाउनु पर्यो ओखर कहाँ छ त्यसरी फुटाएर हो खै ओखर उता दाँते ओखर हुँदैन राम्रो भिडियो खिच्दैन दिदी छु त यहाँ सिंहै के भने पूजा गर्ने पहिला त्यसलाई नि दिदी अहिले फुटाउने होइन के भयो आमा आमाको मिलेको तपाईँको अलि मेरो अलिक साडी लाग्नु मनले ठिक छ ठिक छ
अहिले फुटाउने हो र पाउँला म एउटा भिडियो ल भयो भयो पूजा अगाडिबाट गर्ने हो भित्रबाट फुटाउने हो नि हो हामी त बाहिरबाट फुटाएर भित्रबाट छेकेर फुटाउने हो अब यहाँबाट छेक्दै जाने हो नि होइन पहिले छेक्छ पहिला छेके हैन र कति तिनचोटि छेक्ने होइन दाहिनेबाट घुम्यो यताबाट कसो म त हो अब त्यहाँ पुग्नुपर्छ कहाँ चाहिँ बेरमा मात्रै कहाँ राखिस् त भित्र चाहिँ नजाऊ है बाहिरबाट यहाँ ऊपर नीचे जाने हाम्रो बाहिरबाट फुटायो यस्तो यस्तो साडी नसमाता हातले छोड दे यहाँ फेरि ल त कुन चाहिँ के गर्दैन स्पेसफुल छ हो तपाईँको डिलिट गर्ने छोड दे हातले केमा त ताप्यो खोइ भने के फुटाउनुलाई पन्ती खा त्यहाँ कति वर्षमा टिको लगाएको भाइको होइन छोरी 6 वर्षपछि 6 वर्ष 5 वर्ष 5 महिना 15 दिन भने होइन म आएको पो त अस्ति जेठबाट ठ्याक्कै 5 पुरा पुगेर छलाएर आयो दुईचोटि भयो अब तीनचोटि होइन तिनचोटि भयो के अरे भयो भयो भएन आज हाम्रो कान्छो त बेहुलो भइहाल्यो नि नत्र कान्छामा फेरि छेकिदिन्छु के हो र भाइलाई पनि राम्रो देखेको छ त बिहामा लाउने अहिले त दौरा सुरुवाल ल। कुर्ता सुरुवाल लाउँदैन कसो सही सही कान्छलाई तेल हो है तेल छेक्छ अब कजौ त्यहाँ कसो मेरो दुईटै हुन्थ्यो नि हत्तान पात खाइहाल्नु तपाईँकोमा स्पेसफुल छ क्या डिलिट गर्नु न स्पेसफुल छ कि डिलिट गरेर त हो नि व्हाट्सएपमा हाल्नुपर्छ कि तपाईँ मोबाइलमा के सन्नु अहिले व्हाट्सएपमा हाल्नु कति राम्रो देखेको कान्छो त बेहुलो भइहाल्यो नि होइन कान्छा बेहुला हुने दिन नि आउला नि एकचोटि नि अब अर्को वर्ष कान्छोको नि बेहुली हुन्छ हामी साइडमा है कान्छो दाई दाई हो तर कान्छो अहिले सबैले देखेको कि भैलो खेल्नुपर्छ नि यहाँ भैलो खेल्नु फोटो हाल्नुपर्छ नि कहाँ हो त ऊ त्यो खोइ त त्यो यही छ भित्र भैलीको चाहिँ बजार उ गरेर राखेको हुन्थ्यो त भइहाल्यो होइन अहिले अब यहाँ टिका लाउने भैलीको उसको टिकाको चाहिँ हुन्थ्यो नि त छुट्टै यता आएन नि मेरो देख्दैन मम्मीको साडी चाहिँ सब मात्र म बोल्दिनँ राम्रो छ यो सरी मेरो हिँड चाहिँ यो मलाई के भयो होला फरफर गर्दैन ए त्यो भाइब्रेट गरेको के माइजू पानीको एलर्जी अगाडि बनाऊँ भन्नु यो तिनचोटि होइन पूजा तिनचोटि भयो भयो ए भयो अब त्यसपछि अब पूजा गर्ने तेल चाहिँ लगाउने पहिला पूजा पहिला ऊ गर्ने दिदी तेल लगाउने भाइ राम्रो चाहिँ बस्छ बेला बेलामा फोटो पनि खिचिदिने हो तेल लाउने अब कहिले तेल हालेर अनि फेरि फुल हालेर अब होइन पहिला तेल लाएर फुलले पूजा गर्ने पहिला तेल तेल लाएर लगाएर चाहिँ फुले पूजा फुल तिल जौ अक्षता कुममा पैसा पैसा राख्नुपर्ने रहन्छ हाम्रो रुटेर विदेशी इन्डियन पैसा छ त्यहाँ अहिले त डलर ल्याउनु अब त्यसपछि सगुन खानु पर्यो है पूजा लक्ष्मी पूजा गरेको नि लक्ष्मी पूजा गरेको होइन टिका लगाइसक्यो पहिला टिका लगाइसक्यो टिका लासियो अब टिका लाइ अनि अन्तिममा अनि अन्तिममा यो है थाली अर्को खोइ ऊ सिन्का अलिक पाकेको छ त यहाँ हाल न त्यो गोमाको पनि हाल पुग्छ होला एउटा राखिदिन्छु अघिल्लो साल पनि यस्तै भएको थियो पहिला घाम नलाएर पछि घाम लाग्यो है यसपालि पनि त्यस्तै टिका लगाइसक्दा घाम जान्छ त्यो दिन त ग्राउन्ड पनि थियो भने अलिकति तान्छु ल भात बाल्नु बाबु उठ्छ त बसेर आरामले लाउनु अलिक पर्छ त नजिक बस्नु ल बसेर आनन्दमा टिक्राउनु हतार गर्ने नि 5 वर्षमा अनि अझ 5 वर्षमा हुन न 6 वर्ष अझ पूजन छुट्यो होला नभए पूजन पनि अब हुन त उ भयो आरामले ल्याउँछ मैले
कतै फोटो खिच्न मैले भिडियो गरेँ एकजनाले फोटो खिच्ने एकजनाले भिडियो गरी गर्नुपर्छ नि मेरो चाहिँ नआओस् ल माइजू म नि यता तेल सराइरहेको छु मोबाइल अनि भिडियोबाट पनि फोटो खिच्ने मान्छे मिल्दैन मिल्छ त्यो साइडमा हुन्छ नि त्यो सेतो सेतो थोप्ला जस्तो हुन्छ साइडमा हेर्नु त हाले ल माला दिनु त के छ राम्रो खिच वरिपरि गरेर मिला खिचेर हुन्छ खिचेको छु दही अक्षताको टिका लगाइदिनु पर्छ नि हाम्रो यहाँ दही अक्षताको टिका त लाउँदैन किन लाउँदैन माथि त लाउँछन् नलाउँदैन लाल्ला गाँठो पर्यो कता जेल्ली कता एउटा दुईटा दुईटा लगाइदिनु पाउनु ल म यस्तो सिनेमेटिक तरिकाले लगाउँछु ल रेडी 1 2 3 गो त्यो राम्रो लाग्दैन लाइनले चाहिँ अलिक छोटै लाउनुपर्छ अर्को छैन लागेन त्यही अलिकति पानी हालिदिनु न अलिकति पानी लाग्दै लागेन कि अर्को हालिदिनु त्यो कपास ल फेरि पातलो भयो कि बनाएर मजाले त्यसरी नै अलिकति स्मार्ट तरिकाले यस्तो गर्नु त म ठ्याक्क पढिदिन्छु मन भएर ठुलोमा पनि आइपुग्यो टुप्लुको भन्नु भाइ पनि आइपुग्यो टुप्लुको गर्दाखेरि भएन नि दिदी बहिनी आइपुग्यो टुप्लुको लगाउनु गीत राम्रै बजाउँछ होइन अब यो त त्यसो भन्दैन नि त त्यसो गीत गाएन नि त यहाँ हो त्यसो गर्दाखेरि दिदी पनि आइपुग्नु भयो टुप्लुको भनेर म पनि आइपुग्यो टुप्लुको भनेर मुसुक हाँसा जस्तो गर्नु त म एउटा खतरा फर्किदिन्छु हो अनि माथि अनि राति एउटा टिप लगाइदिनु अनि राम्रो देख्छु सबसे माथि मलाई मेरो पनि आफ्नै खिचिरहेको छु कान्छा लागिरहेको छ भाइलाई त्यो दियो भाइले त्यो लगाइदिएर मैले कान्छोको पनि खिचिदिएको छु बाबा नगर भाइको के भाइ बु नचलाउ भाइ बत्ती चाहिँ बनाइ गऱ्यो कि जेस राम्रै भयो धेरै तेल हाल्नु चाहिँ धेरै अनि तेल नहाले अब बनिँदैन होइन भाइ तेल धेरै हाल्यो कि माला ल्याउनु त माला त्यो त माला खै माला ल्याउनु माला त्यो त के बोल्यो होला चाहिँ दामै बिजुली त के हो र हो थाहा छैन तिमीलाई म सिर्जना माइजमा अर्को ल्याउनु यो दिपिका तेल लगाइदियो पाउनु एकछिन ल रेडी 1 2 3 गो कसरी निकालिदिएको कपाल ल भयो अब खोइ दिने भाग दिनु न यहाँ ओ दिनु न खोइ खुवाउनु परेन अब सगुन ल्याउनु त खुवाउनु पर्यो नि त चम्चा ल्याउनु त म त बसिरहेको छु ल सबै मागेँ मैले अब आनन्दले के हो अन्त यस्तो गर्छु चम्चा दियो त थ्याङ्क यू मेरो त छ त सबै दही मर्मर चाहिँ कान्छ ल मलाई खाइदियो अब अब दिदीलाई खुवाइदियो